guys, welcome to my channel. My name is Anjali Gurung. आजको भ्लग चाहिँ आज चाहिँ मेरो बर्थडे हो गाइज। म 15 वर्षको पुगे 15 वर्षमा लाए भन्नु न 15 वर्षमा पुगे 15 वर्ष पुरा भएर 15 वर्ष नागेर 16 मा हिँडी छे म मेरो छोरी कस्तो तरुनी भई अब ज्वाइँ आउने बेला भयो कसले ल्याउँछ र ज्वाइँ हजुरले ज्वाइँ ठुलो हुन पाएन ज्वाइँ कि ज्वाइँ कराउनुहुन्छ छुट्टी। म 15 वर्ष पुगिसकेँ। मेरो हिजोबाट इक्जाम सुरु भएको। अब स्कुल ड्रेस लगाइसकेँ। अब भात चाहिँ पछि इक्जाम दिएर आएर खान्छु। अहिले चाहिँ म खाजा खान लागेको गाइस। कपाल कोर्दैछु अहिले। मेरो खाजा मैले खाँदैछु। मम्मीले कपाल कोर्दिँदै हुनुहुन्छ। अब बेलुका बर्थडे मनाउने मेरो अब भरे बेलुका बर्थडे मनाउने गाइस। म स्कुलबाट आइसकेको 1 बजे नै हो गाइस। अहिले कति बजे हो मम्मी? कति बजे हो अहिले? 5:30 भइसक्यो गाइस। म यहाँ अघि नै आएर भातसात खाइसकेर पढेर अब आएको। अब म तल पढ्दाखेरि नै गरेर रहेछ सुड्डीले। हेर्नु न गाइस के गर्नुहुन्छ। अब 6:30 बजेतिर केक काट्ने भन्ने प्लान छ। मैले भनेको हेर्दाखेरि मम्मीले भन्नुको फेरि भोलिबाट फेरि मेरो इक्जाम हो कि फेरि यस्तो टेन्सन। इक्जामको बेला त झन् इक्जामको बेला बर्थडे पऱ्यो भने त लास्टै त बिहान छिटो उठ्नुपर्छ अनि पढ्नु पर्छ गाइस। हाम्रो जे यिनीहरूको पनि त्यही हो कि अलिअलि त्यो उस जसरी नै साइन्स अनि पुगेको त अनि उसने हुन्छ नि हाम्रो खेती खडा नि हुन्छ यिनीहरु त सामाजिक सोसल सेरोफेरो हाथी त्यस्तो बुक हुन्छ र मम्मी यो सेरोफेरो भन्ने बुक छ र ए हो र सेरोफेरो पुग्छ नि तेरो तैले पढ्दैन थिएन र सेरोफेरो मैले याद नगरेर हो कि थिएन जस्तो त लाग्थ्यो कि मलाई यो सेरोफेरो भन्ने बुक त। यहाँ बसिरहेको छु। यतातिर मम्मी किचनमा काम गरिराख्नु छ। मम्मीले डेकोरेसन गरेको बिचारा सब तल खस्यो कि गाइस। हेर्नु नै गाइस उरो ल किन देखाउँछु के रे ए गाइस। त्यस्तरी मम्मीले अब हेरे यता नि एउटा बेलुन हेरे यता नि एउटा बेलुन अनि यो उस भइहाल्छ के अरे होइन। यहाँ बिचारा हेरियो रातो र हेरियो खसेको थियो तल। मम्मीले आएर गाइज भन्दै टिपेर राख्यो। यहाँ भाइले यहाँ अस्ति नै आएको भाइ यहाँ अघि नैबाट हो बिचारा आएर बसिरह्यो। हेलो म बर्थडेमा आएको यहाँ ग्रेनी हेरेर बसिरहेछ भाइले। फेरि अब भाइको मम्मी आउनुहुन्छ। अनि त्यसपछि अस्ति नै बोलाएको त्यो सानो बुइनी आउँछ। अनि त्यसपछि बर्थडे मनाउने गाइस। अनि कति वर्ष भयो ल दिदी? यस्तरी राख्दिने कि गाइस हेर्नु है कस्तो कुरा मम्मीले यसरी राखिदिएको के अरे गाइस है। यस्तै राख्दिने कि भाइले मलाई 51 वर्षको भयो भनेर यहाँ भनिरह्यो। अब म त्यति वर्षको हुने भए त मेरो त हेऱ्यो भन्दा नि हेऱ्यो बुढी आमा भन्दा नि चेउरी पर्थ्यो त मेरो भाइ। म स्कुलै पढ्थेन होला नि। उल्टो देखाएको कि म बल्ल यता आउनु त हामी म बल्ल हो अहिले त आउनु न 15 वर्ष गाइस। म 15 वर्षको तरुनी मात्रै हो। उहाँजीले तरुनी भए हो त के गर्न सकिन्छ र हो। यता त गाइस त्यही उ त्यहाँ खसेको कि होइन त्यो मिलाउन मिल्छ के अरे
अब बर्थडेमा सिधै गाइस हेरिहेन त भन न भन भन अघि के गीत गाइरहेको थिएँ ल भन न भन ल ल ल ल परबिनलाई र एरिएनालाई त पहिल्यै देखाइसकेको पहिला नि आएको तिमी को हो तिमी ल नाम आफ्नो इन्ट्रोड्युस गराऊ के अरे गुरुङ भन न निक्ले मम्मीको बिचरा एउटा डेकोरेसनमा एउटा बल मिसिङ बेलुन मिसिङ अहिलेको मम्मीको कौडा गाइस बाबु के यसरी भिख मागेको ओहो नि नाचगान त गर्नै पर्दैन यिनीहरू दुईजनाको गीत सुनेर नाचे हुन्छ है नचनिया फेद गर भाइ माइन्डक्राफ्ट हेरेर बसेछ यो दुईजना झ्याउला गहिले माइन्डक्राफ्ट हेरेको सिरियल रे के त्यो के अरे मम्मी कुन सिरियल रे सिरियलको नाम के अरे बुबु अचम्बरी माया अचम्बरी माया हो नि बिना गीतको डान्सर एरिएना गुरुङ साइन गुरुङ लोटलाई हेरी यता कुखुराहरूलाई हेरी दिँदाखेरि गरेर कुखुरा आइदिँदाखेरि फोन आयो हो यो भाइको मम्मीलाई हिँड्न जान्छु भनेको त मम्मी जान लानु भाइ दिन्न नि मोबाइल दिए पनि पासवर्डै थाहा छैन त तिमीलाई अनि हिलिजर होइन किचेन हो
हो त नि के किचेन होइन यो त मेरो स्प्रे अस्ति नै यही स्प्रे हो मैले बिर्सेको तिमीले त मेरो मुखै ताक्दैला नि फेरि स्प्रे त दुईजनाले झन् उनको हाइट भन्दा तिमीहरू दुईजनाको हाइट सानो झन् मेरो मुखमै ताक्दैला नि आउनुभयो थ्याङ्क यू सबैले मलाई 51 वर्षको भयो अञ्जले 15 वर्षको त लिएर आएको 5 लाख अगाडि पछाडि गर्दाखेरि त वाउ यहाँ फेरि हाम्रो किचनमा हाम्रो सेफ फलिफान हो कि कलिफान हो त्यहाँ हाम्रो आजको आइटम पनि रहेको छ आलुदम केक कस्तो हँसलाउँदो देखेर हिजोले कता हो ल्याउ के मेरो ट्याब मलाई तर बिचरालाई पासवर्डै थाहा छैन अब मैले खोल्छु केक भिडियो गरिदिनु मैले खोल्छु भिडियो गरिदिनु ल हेर केक केक यिनीको केक यस्तै हो नि छोरी यत्रो बुढी देख्यौ मलाई तिमीहरूले म च्याउरी परे र के मेरो अनुहारमा च्याउरी परे खोइ कता परे खै रक्यो है छोरी राख्ने ठाउँमा नराख्नु अलि यता त्यो खाली ठाउँ छ त कस्तो उल्टो राखेको त नि यस्तरी गरेर राख्नु न यतातिर छोरीको बर्थडे मन त्यही डेरे अगाडि सिधा भयो एउटा पाहुना बढ्नु भएको अब त्यो बन्द गर्नु खै यता दिनु रिमोटमा ऊ त्यो के हो त सानेहरू के हो भाइ साने बजाएको ह्याप्पी बर्थडेको साने बजा यहाँ यता र त ठिकै दिए के अरे केक फुके यो क्यान्डल फुकेको नि होइन यहाँ ह्याप्पी बर्थडेको गान सुरु भइसक्यो भयो मेरो बर्थडे मेरो म्युजिकमा त आउँदैन भाइ सधैँ गरिराख्ने भयो पो आउँछ हातमा लिने हो नि कस्तो राम्रो अलिक चर्को गरिदिनु न ठुलो गर्दैछु के ल अन्नु दिएको ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे न
बनाएको ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे यता यता कस्तो राम्रो आएको ल खुलाउनु पर्यो गर्नु होइन मम्मी लाऊ मेरो मम्मी ए मलाई तिनटा मिठाई पाए ह्यापी बर्थडे टु यु छोरी ल ह्यापी बर्थडे ल ह्यापी बर्थडे टु यु सधैँभरि खुसी खुसी होस् रहेछ ल आन्टीलाई केक खुलाइदिनु मेरोमा Happy birthday! Happy birthday! Happy ह्यापी बर्थडे टु यु ल ल ल ल जा पर्बिन के खान जा के खान्छ क्या पर्बिन जा ओदैबाट खुलाइदिएर त्यो ह्यापी बर्थडे टु यु अन्जुल दी भन त अन्जुल दीलाई खुलाऊ अलिकति अन्जुल दीलाई चखाइदेऊ ओए नदल काली योलाई हेर गाइस योलाई यता 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 साइन ल जा ल कहिले भुन्टीलाई खुलाएको जा दिदीलाई खुलाइ दिदीलाई खुलाइ जा दिदीलाई खुलाइ कति रमाइलो साइन जा ल ल खुलाइ जा ए ल लडेको जा ए भानी बुद्धि खाता नि ल्याएको कि यसले ल लगाइदे दिदीलाई लगाइदे जा ल जा दिदीलाई लगाइदे जा ए मेरो भुन्तीले आफ्नो दिदीलाई खाता लगाइदिएको ल हेर ल हेर हेर हाम्रो भुन्तीले त्यस्तो जानेको ले ल ए ए दिदी धेरै पढ्ने है भन्नुपर्छ नि थ्याङ्क यू साइनले नि लेखा ल बच्चा ल भयो भयो पढ्दैन बर्थडे गर्ल अब खाना लाएको गाइस ल ल ल खाऊ एकुन्डा लिएर खाऊ ल आफ्नो समातेर खाइहाल्यो गाइस मैले भाइलाई हालिदिएको पिरो भयो भनेर खाऊ खाऊ यहाँ चाहिँ मेरो र आन्टीको आन्टी आउनु खानु
खान्न रे होइन अझै भुन्टी कसले एरिएनाले खाना क्या हो के नियो ल भनिहालो के यता अजम्बरी टिम है यता माइनक्राफ्ट टिम है होइन केही नि हुन्न भुन्टी त्यो त फर्म हो क्या त्यतिकै गइहाल्छ त्यो त एरिएनाले को खान्न है ए अस्ति त खाएको थिएन त थोरै मात्र दुईजनालाई थोरै मात्रै दिनु अरे ल हामी त खानामा सुरु गर्यौँ केक अब म फेरि यतातिर गएँ एकजनाले अजम्बरी हेर्छु र एकजनाले हजुर कुन एउटै हो यो उसलाई दे साइनलाई त्यो साइनलाई दे त्यो एउटा मात्रै हातमा कप गरेपछि एउटा ल हुन्थ्यो म तिमीलाई दिन्छु साइनलाई दिन्छु अनि लौ साइनलाई के भनेको यस्तो कुन भाषा हो मेरो खोल्टी एउटा खसेको होला नि अब म टिस्युले मुख पुस्छु लौ म टिस्यु बार्ने मान्छे हो लौ भाइ मलाई नि आन्टीलाई पनि चाहिन्छ टिस्यु पनि कस्तो रहेछ मेरो गिफ्ट पैसा खान्छु मेरो अनुहारमा लाग्यो आइब्रोतिर लाग्छ ले गुदी हजुरलाई हो के ल खा अब खान्छु गाइज म नि अब कुन हो मेरो पनि थाहा छैन मलाई ए हो त्यो होइन के अरे ए हो र म त फर्स्ट टाइम थाहा पाएँ भाइ हजुर के हो नि मलाई नै हेर क्या खाना दिनु न बिचरा केही हुन्न होइन खानु हजुर त्यो ल्याइदिनुहुन्छ मम्मीले यो सिरियल के कुन हेर्ने अजम्बरी फस्टाको त हिजोको नि अस्ति नै हेरेको होइन सेकेन्डको पछि आइरहेको थियो झ्याउलाई सी मासु आयो नि त बियर लगाइदिनु भन्छ फेरि अनि खाना लगाएको गइच कता गयो उहाँ जी अजम्बरी बल्ल आउनु हो म अजम्बरी गइल्यो अरे भाइकोमा त बिर्स्यो फेरि जेठको 2 गते यसको भएको भदौमा आउँछ भदौमै उस भन्ने मलाई बर्थडे बनाइदिए नि भन्दै हामी झन् बुढाबुढी नै भदैकै
तर गइसक्छन् त्यही भएर मेरो बुढाको नाम त्यही भएर भद्रबहादुर त हो नाम भद्रबहादुर पहिला मान्छेले नाम नजान्दो रहेछ ओके के राखेन त भदौमा पायो भने त भद्रबहादुर रहेछ। अझै मैले यो नि रहेछ के कमला कमला रे यो कमला घिमिरे भुन्टी अगायो है ऊ हेर्दा अङ्कुर खसाले भुन्टी उता कति भागसम्म हेरेँ थिएँ अनि छोडिदिएको ऊ हेर भुटा भएमा खसालेको हेर न खानु हजुर ए भा पहिला के खान जस्तो भयो के खाम जस्तो भयो होला के अनि मैले नि अलिकति केक घिचेँ खाइहाल्नु न अनि त अङ्गुर मनपर्छ क्या यो अङ्गुर त खानुपर्छ फलफुल त अझै कालो अङ्गुर मलाई पार्नु नदिन्छ त्यो उसले किनिम पर्छ त्यो तरकारी लिएर आउँछ 250 एउटा त्यो होला कालो त 350 होला पसिना हो कुलेलाई के महँगो भयो अरे के कालो बेलुन रहेछ म त कुकुर कराछ क्या हो भने अनि उस गरेको के केकमा तलेर खाए के करा भनेर यहीँ आफ्नै त्यसलाई होइन त्यसलाई फेरि त्यो चम्चीले के भन्न जानेको थियो भन्न यो रोटी ल्याइदिनु रोटी आलुदम भुँडी त फुट्ने भयो आएको त अनि खोइ त नि हजुरले नि त्यसको पनि खान्छ यही हेर अघि नै एउटा अजमभरि चिच्चाएको होइन यही हेर कहिले चित्काएर फेरि चिस्काए रे। छिटो खा त एकै ठाउँमा राखेर नि फेरि ल, ल। बनाउँ भनेको ल खान्छु ल हैन एकै ठाउँमा राखेर म त आफ्नै बानी बिर्सेको हालेर ल्याउनु गर्छु क्या भन्यो के उ यिनीहरूले त खानु यो दुईटा त खान्न फेरि अर्को पार्टी सुरु अझै ममा हालेको छैन मैले यहाँ मम्मा मोमो खान्न आलुदम खान्न तिम्रो भागमा खान्छु न रोटी खाऊ आउनु दिस बोक्रा त खान्छु बोक्रा त खान्छु रे चेस गरौँ न ल चेस चेस गर्ने टेस्ट गर्ने मेरो आधी आधी खाइसकेपछि अनि मेता खान्न रोटी आलुदम धेरै खान्छु भनेको हो क्या ल चियर्स मम्मी गर्नु मैले टेस्ट गर्ने ल होइन सबैले सबैले गर्ने कि सबैले ल भुन्टिलिङ गर्छेस भुन्टिलिङ गर्छेस छिटो छिटो सबैले म त आलुदम मात्र खाने हो खा अस्तिबाट आजै खा थप अहिले त उहाँको पानीपुरी भ्याए जस्तो हो हेर्नु त गुरु नखाने भएको भाइ खान्न भन्नु पर्थ्यो नि बुन्टे भाइ भुलि ततारा देऊ त्यो उहाँजी उठ्न सक्नु भएको छैन के बुढापाका लाएखेरि मेरो खुट्टा। तिमीले खाने भए यहीँ खा खाने भए खा यहीँ अन्जुल दिसित जुठो हालेर फाल्न अन्त पहिला यतिबाट के गरेर बसेको आरामसित बस खोइ त नि हजुरले ए खान्छु के म उ त्यो त म त ममा खान्न रे भित्र बाहिरको मात्रै खान्छु नि भित्रको मलाई है हाँ भित्रको मलाई है के भन्नु तिमीले कसरी खाँदै फेरि खाम अब बोलिनु भयो म पनि खान्छु गाइस हजुरको हो त मान्छेहरूले देख्नु भएन त्यो उठाइ उठाएर कता आउँछ यस्तो जग्गा त कोक खेला त खा लगा यहाँ नखसाला उहाँजी कोकलाई के गरेको थाहै होइन पानीपुरी बनाएर खाएको रे पानीपुरी के गरेर खाएको रे बाबु अङ्गुर खान्न तितो भयो अङ्गुर भयो ले दिदी खान्छु ले तितो भयो अब खाम गाइस अब आलुदम र रोटी अरू दुइटालाई मोमो आइसक्यो गाइस आउँछ के रहेछ रे तिमीले चटनी खान्छ चटनी होइन त्यो सस हो रातो सस हो भाइ त्यही रातो सस है भाइ त्यही तिमीसँग नि हौ पिरो भयो भनेखेरि खान्न भनिन्छ फेरि नखाए त ल्याउ
उहाँजीले त हेरी गुदी गुदी मात्रै खाने अरे भित्र खान्न अरे त्यही भएर छुट्याइदिनु हो मम्मीले उहाँजीले सबै कुरा खानुहुन्छ त्यहाँ राख्नु हो उहाँको आएन अनि मेरो आएन आइया आउँछ धेरै गइगयो सस ल 10 ल अपना तो मोमा आ गया हाँ भाइ का त मोमो आ गया पीता बनियो किन के भयो के गरेको जस्तो आँखा के गरेको जस्तो आँखा ना इतना गरम है भाई के गरेको जस्तो आँखा यस्तो बानी पर्छ फेरि त्यस्तो नगर मन्दा आगा नहीं वाला गलू नहीं अंतिम में कौन सो रहा है कस्तो करेन्ट छ जब सुकझुक जस्तो बसा हातले तू भी ना तो नहीं गला पानी खा कुरा पूरा कुरा गुलास पानी हाल कुरा भनेको कुरा गुलास मलाई त तिम्रो चमच कहाँ पर्छ नि कुदेहरू त्यो चमच त कता हो त्यो आमाको छोरा र छोराको आमालाई भन्छ क्या छोराको आमालाई छोरीको आमालाई छोरीको आमालाई हामी त नेपाली हो नि हातले नेपाली होइन हामी त हातले खाइन्छ तो जाइए नहीं करना पड़े इसलिए हो उहुँ। मोटा ये खाते हो यहाँ टिभी हेर्दै यो दुइटा हेर्छु भने थिएन के अरे मम्मा पार्टी आपने तो मस्त पार्टी हो मेरो नि मम्मा आयो फाइनली फेरि मम्मा पार्टी सुरु हिही हेरिराख्नु हो उहाँ दुईजनाको पहिला आएर भइहाल्यो के अरे हामीहरूको अझै छ मम्मा पार्टी सुरु मन्दा दुटा सुरु हामी नेपाली हौ मता खाना में गाल नहीं को यहाँ अन्नु दिएर मैले यहीँ खाएको छु क्या नामी रहेको है न भोलितिर अन्नु दिएर के भयो तुम्हारा तोड़ दिया रे मेरोमा खाने यो दो चम्मच से खाऊंगा दो चम्मच से खाऊंगा खाओ नहीं अब मोमो पार्टी सुरु अहिले चिनाहरू चकचक गर्छन् अहिले चकचका नहीं है भाई अब मोमो खाइसकेको छु गाइस त्यो आली ढकनी होइन फालेको भयो पो खान्छस् ल यो खानु गाइस हाम्रो आज मेरो बर्थडे पार्टी सकियो सफल भयो ती दुईटालाई त घर पठाइदियो भन्दामा उनीहरूको प्यारेन्ट्सले बोलाउनु भयो त्यो भएर गयो हामी 4 जना मात्रै छौँ यहाँ खाएर यहाँ जुगा चाहिँ ढाडेर बसेछ ढाडेको जुका चाहिँ भइयो पार्टी लायो मेरो आट्टामा चाहिँ को बस्यो भन्दाखेरि यो केकको डब्बा केक ल्याए केकको डब्बा अब आजको लागि भ्लग यति नै गाइज अब इक्जाम भयो फेरि फोन चलाउन पाउँदैन गाइज पछि इक्जाम भइसकेपछि फेरि भ्लग स्टार्ट गर्नेछु त्यतिखेर डेली नै आउनेछ मेरो भ्लग गाइज बाई गाइज सब्सक्राइब गरिदिनु सेयर गरिदिनु भन्न